आदरणीय खेलप्रेमी महानुभाव, आज म तपाईँ समक्ष पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी भीष्म उप्रेतीसँगको छोटो कुराकानीलाई जोड्न गइरहेको छु। 2047 सालबाट भलिबल खेलमा पाइला टेक्नुभएका उप्रेतीले 2048 सालमा पहिलो राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउँदै प्रथम हुनुभयो। पाँचौं साफ गेम 1991 मा श्रीलङ्कामा सहभागी हुनुभएका उहाँ छैटौं साफ गेम 1993 मा बङ्गलादेशमा पनि सहभागी हुनुभयो। त्यस्तै सातौं साफ गेम 1995 मद्रास भारतमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभएका उहाँले आठौं साफ गेमको क्लोज क्याम्पबाट भने पैसाको अभावले खेल छोड्नुभयो। त्यस पछाडि उहाँ आफ्नो पारिवारिक अवस्थालाई सुदृढ गर्न वैदेशिक रोजगारीमा जानुभयो। नेपाल पुलिस क्लबको महेन्द्र पुलिस क्लबबाट समेत सनसनीपूर्ण खेल खेल्दै नेपालका विभिन्न प्रतियोगितासँगै भारत लगायतका देशहरूबाट सहभागिता जनाउँदै सनसनीपूर्ण खेल खेल्नुभएका उप्रेतीसँगको प्रस्तुत छ छोटो कुराकानी। आर्थिकै कुरा आउँछ, पैसै घरमा भएन, आफ्नो छोराछोरीलाई आफ्नो घरमा म्यानेज गर्न सकिनँ भने अवश्य पनि पलायन हुने स्थिति नै आउँछ। अब म पनि पहिले मैले पाँचौं, छैटौं र सातौं साफ गेम मैले कन्टिन्यू खेल्दा म आठौं साफ गेममा पनि म क्लोज गेममै थिएँ र मसँग कुनै पैसाको कुनै पनि के अरे ब्यालेन्स भन्ने थिएन। मलाई घरको आफ्नो फ्यामिलीकै तनावले म आफ्नो बालबच्चाहरू सानासानै थिए, उहाँलाई हस्पिटल लाने स्थिति पनि थिएन र मेरो विकल्प भनेको खेलेर अब तीनवटा साफ गेम खेलेर चौथो साफ गेम फोर्थ साफ गेममा पनि क्लोज गेममा हुँदा पनि मलाई पैसाको अभाव भइसकेपछि मैले अर्को विकल्प त मैले अवश्य पनि लिनै पर्छ। त्यो भएर मैले पनि अब युरोपियन मुलुकमा त जान सकिनँ। म दुबई 12 वर्ष बस्नु पर्यो। म पहिलेको त्यति बेलाको प्लेयरले पनि भनेदेखि अब अहिलेको अब यो हुँदाहुँदै यति राम्रो फेसिलिटी हुँदाहुँदै पनि उहाँहरू अब अलिकति ठुलो धनराशिमा अलिकति यतिले पुगेन, मलाई अलिकति ठुलै के अरे आफ्नो पारिश्रमिकहरू अलिकति केही गर्न सकिन्छ कि भनेर उहाँहरूले बेलैमा बुद्धि पुर्याएको हो कि अब उहाँहरूलाई नै सोध्नुपर्छ। मैले यसो हिजो अस्ति इन्टरभ्यूमा सुनेको थिएँ, हाम्रो पहिलेको अहिले फर्मर भलिबलको क्याप्टेन मानबहादुर श्रेष्ठले भन्दै हुनुहुन्थ्यो अस्ट्रेलियामा आइयो अब यस्तो उहाँले एउटा भिडियो बनाउनु भएको थियो र उहाँले त्यो भिडियो चाहिँ अब सुन्दाखेरि अलिकति खटपट लागेर अब हाम्रो भलिबलमा के अरे भविष्य छैन भनेर पनि होला। उहाँले एकपल्ट अलिक पहिलेकै भिडियोमा मैले के अरे हेरेको थिएँ, एउटा मेरो बच्चालाई एउटा स्कुलमा एडमिसन गर्न जाँदा म एउटा भलिबलको राष्ट्रिय प्लेयर हुँ र म क्याप्टेन पनि हुँ, मलाई तपाईँहरूले डिस्काउन्ट दिन सक्नुहुन्छ भन्दा त्यो यहाँ यसमा छैन भनेपछि यतिसम्मको के अरे फेसिलिटी छैन भनेदेखि आफ्नो बालबच्चालाई राम्रो स्कुलमा पढाउने कुनै फेसिलिटी छैन भनेदेखि त अवश्य पनि उहाँहरू बाहिर पलायन हुने स्थिति देखिन्छ। अब खेलाडी बाहिर विदेश पलायन हुनबाट रोक्नको लागि चाहिँ के गर्नु पर्यो उसो भए? अब त्यो कस्तो भने अब विभिन्न स्कुलहरूमा कलेजहरूमा अब यो प्याक्सनको भयो, राष्ट्रपति भयो, अनि बिचबिचमा अब राष्ट्रिय स्तरको खेल हुन्छ, परदेशले गराउँछ, अब हाम्रो राखेपाले गराउँछ। त्यतिखेर अब राष्ट्रिय स्तरका खेलाडीहरू समावेश गरिएको हुन्छ। अब त्यसमा के हुन्छ भने विभागीय 3टा पनि आउने भई भन्नुहुन्छ, अनि 5 विकास क्षेत्रको 5वटा टिम, विभागीय 3टा गर्दा 8वटा टिम हो। अहिले त 7वटा प्रदेशकै 7वटा टिम हुन्छ, 7वटा टिम हुन्छ, 7वटा उता 3 10 हुन्छ। 10मा पहिले नै खेलाडीको मानसिकता कस्तो हुन्छ भने प्रदेशको मानसिकता कस्तो हुन्छ भने विभागीय आउने भइसकेपछि विभागीय आउँछ, विभागीय अगाडि हाम्रो केही पनि लाग्दैन भन्ने यो सुरुमै उहाँहरूको मनस्थिति, उहाँहरूको मोरल अलिकति डाउन भएको देखिन्छ। किनभने विभागीय यसै पनि राम्रो छ। अलिकति हेर्न लायक भनेको गण्डकी प्रदेश के छ, ऊ प्रतिस्पर्धा गर्न सक्छ र यो नहोस् भन्नका लागि यसरी मैले भन्न खोजेको यो राष्ट्रिय स्तरको गेममा विभागीय आउने नै होइन, समावेश के अरे हुनु नै हुँदैन भन्ने कुरामा भन्दा पनि विकासका लागि भन्नुहुन्छ भने 7 प्रदेशमा
लाई बोलाउने, विभागीयलाई हामीहरूले एकछिनका लागि छोडेर विभागीयहरूलाई कटाउने, विभागीयलाई नबोलाउने भन्न खोजेको होइन। 7 प्रदेश बोलाइसकेपछि त्यो विभागीय टिममा खेल्ने खेलाडी पनि कुनै न कुनै प्रदेशमा आबद्ध हुन्छ। जस्तै आर्मीमा 12 जना छ भने उनीहरू आफ्नो प्रदेशमा गएर प्रतिस्पर्धा हुन्छ, उहाँहरू बाँडिनुहुन्छ। बाँडिसकेपछि कस्तो हुन्छ, 7 प्रदेशको कम्पिटिसन हुन्छ। 7 प्रदेशको कम्पिटिसन हुनु भनेको अब त्यहाँ तछाड र मछाड हुन्छ, कसलाई जित्ने भन्ने हुन्छ। त्यस भएपछि एउटा माहौल अलिकति अटोमेटिकली राम्रो बन्छ, राम्रो बनेर आउँछ, तातेर आउँछ। त्यो भएकोले गर्दा हामीहरूले जुन अब जस्तै म अब 2-3वटा बोर्डिङमा म अहिले आबद्ध छु, सिकाउँछु। मैले 7 कक्षादेखिको नानीहरूलाई म सिकाएर लिएर जान्छु, किनभने 7 देखि नै सिकाएर गयो भनेदेखि 8, 9, 10 उसको 10 के अरे अन्डर 16मा ऊ यसै पनि अब्बल राम्रो भइसकेको हुन्छ र अन्डर 18मा गइसकेपछि धेरै कुराको एक्सपिरियन्स भइसकेको हुन्छ। अनि माथिल्लो स्तरमा गइसकेपछि अब यसरी विभागीय टिम पनि बाँडिएर खेलिसकेपछि 7 प्रदेशको कम्पिटिसन हुन्छ। त्यहाँदेखि पो अनि भलिबलको राम्रो हुन्छ, विकास हुन्छ भन्ने हामीहरूले सोच्न, हामीहरूले सबैले त्यो देखि नै हाल्छ। त्यसको रिजल्ट भनेको यो पर्खिनै पर्दैन। यो रिजल्ट भनेको यसो गर्ने बित्तिकै रिजल्ट हाम्रो सकारात्मक रिजल्ट आउँछ। तर अब यहाँ कस्तो छ भने देखावटी जस्तो अब ठुला कुरा गरे जस्तो अब प्रदेश के अरे को जे जस्तो भए पनि अब विभागीय आउँछ अरे, अब आर्मी पुलिस आउँछ अरे, अब यो दर्शकलाई तान्ने मेलो मात्रै भयो। विभागीय पुलिसलाई हेर्ने, अब सशस्त्रलाई हेर्ने, आर्मीलाई हेर्ने। तर खेल स्तर चाहिँ राम्रो भएन होइन, प्रतिस्पर्धात्मक हुन सकेन। स्तर जस्तो कस्तो भने त्यो 6 फिटको मान्छे र 4 फिटको मान्छे जस्तो एउटा कहाँ छ, एउटा तल छ, अनि त्यो मिल्दैन। त्यो दर्शकलाई पनि विभागीय टिमहरू आउँछ भन्ने भयो, तर हेर्न पनि मजा भएन। मजा बिल्कुलै भएन। दर्शकलाई चाहिँ पुलिसको टिम अरे, आज पुलिसको टिम छ अरे हेर्नु न भन्ने भयो। दर्शकले त उहाँहरूले त अब राम्रोलाई राम्रै के अरे हेर्नका लागि जानुहुन्छ। तर हामीले विकास गर्नका लागि भनेको चाहिँ यसरी 7 प्रदेशबाट के अरे कम्पिटिसन गराउने हो। आर्मी, पुलिस र एपिएफ सशस्त्र चाहिँ उहाँहरू आफ्नो प्रदेशबाट खेल्न आउनुभयो भने त्यस्तो खालको एउटा बनाइदियो भने त्यो चाहिँ 100मा 100% सक्सेस हुन्छ भन्ने मैले मेरो तपाईँको धारणा एक्सपिरियन्स अनुसार म त्यो सल्लाह दिन्छु। अब यो खेलको बारेमा कुराकानी भयो, थोरै कुराकानी गरौँ। हिजो आज तपाईँको दैनिकी चाहिँ कसरी बितिरहेको छ, के गर्नुहुन्छ हिजो आज? स्कुलमा कोच त गर्दै हुनुहुन्छ, त्योदेखि बाहेक? हजुर, दैनिकी भनेको म बिहान मर्निङ वाक गर्ने र मर्निङ वाक पछाडि के अरे अब कलेजहरूमा छ, बोर्डिङहरूमा जान्छु। अनि त्यो पनि भइसकेपछि, त्यो गराइसकेपछि कति नै हुन्छ र अब कलेजमा 1 घन्टा 1.5 घन्टाको टाइम हुन्छ। 2-3वटामा 1-1 घन्टा गर्दा 3 घन्टा बितिसकेपछि मेरो समय निस्किन्छ र त्यो समयमा आफ्नो फिजिकल फिटनेसका लागि जिममा जाने, अनि आफ्नो फिजिकल फिटनेसका लागि त्यहाँ जिमहरू कुन आफूलाई सहज हुन्छ। अब उमेरले पनि अलिकति 54-55को भए, अलिकति फिजिकल फिटनेस भयो भने अब आफ्नै लागि हो, स्वास्थ्यका लागि त्यो गर्छु र अब त्यसरी नै चलिरहेको छ।